साथीहरु सबैजनालाई नमस्ते। अहिले चाहिँ बाहिर एकदम वेदर यो समर आउने समयमा चाहिँ पुरा मर्की लाग्नेदेखि लिएर हैन एकदम गाह्रो भइरहेको छ। मलाई 2 हप्ता जति भइसक्यो एलर्जी आएको। कस्तो हुन्छ भने चाहिँ यो एलर्जी चाहिँ यहाँ एकदम पोल्ने तपाईहरुलाई पनि धेरै जनालाई भयो होला। अनि एकदम यो नाक पोल्ने अनि मलाई एकदम गाह्रो चाहिँ एलर्जी त धेरै 1 हप्ता बिस हुनु पनि मलाई 2 हप्ता भइसक्यो एकदम गाह्रो। त्यसैले मैले आज घरमै बसेर चाहिँ यो एलर्जीलाई कसरी ठिक पार्ने भनेर चाहिँ आज मैले तपाईलाई देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। तातो पानी एकदम उमाल्नु होला, त्यसपछि बाफ लिनुपर्छ। यसमा त्यसरी बाफ आएको हुनु पर्यो। अनि बाफ लिँदाखेरि तलौसम्म भुइँमा राखेर लिनु होला। अनि यो सन्चो चाहिँ धेरै नहाल्नु होला। तपाईहरु कतिजनाले सक्नुहुन्न यसो बाफ लिनको लागि। 2 थोपा जति हाल्नु होला। यो सन्चो चाहिँ एकदम राम्रो। अनि त्यसपछि 15 मिनेट जति 15-20 मिनेट तपाईहरुले चाहिँ यो पानीको नजिक लगेर चाहिँ यसरी ब्ल्याङ्केटहरुले चाहिँ टावेलहरुले चाहिँ छोपेर नजिक भएर लिनु होला। पसिना निकाल्नु होला। यसरी लिनु होला। आँखा बन्द गर्ने। ल हेर्नुस् साथीहरु, यसरी चाहिँ नाकको सिँगान पुस्दा यो सबै दुखेर एकदम गाह्रो भयो। यसरी पसिना निकाल्नु होला। त्यसपछि बाउन्टीले चाहिँ उम्रेको हुनुपर्छ। त्यसमा सन्चो हाल्नु होला। तपाईहरुले दिनमा 2-3 चोटि लिनुस्, सब ठिक भइहाल्छ। पनि हुन्छ। एलर्जीको दबाई नखाएर चाहिँ तपाईहरुले घरमै यसरी नै स्टिम दिनु होला। मजाले बाफ लिनुस्, तपाईहरुलाई सन्चो हुन्छ। ल के डराउनु पर्दैन। फेरि पिनास हो कि के हुने के डराउनु पर्दैन। यो अहिले सिजन नै त्यस्तो हो। त्यसकारणले यो मेरो युट्युब च्यानलमा सबैजनाले चाहिँ सब्स्क्राइब गर्नु भने सब्स्क्राइब गरिदिनुस् र तपाईहरुलाई सल्लाह सुझावहरू कमेन्टमा राख्न सक्नुहुन्छ। ल सबैजनालाई बाइ बाइ भन्न चाहन्छु। थ्यांक यू सो मच।